मतलब हेरिदिन सक्नुहुन्छ साहिल जोशी श्रेष्ठ छ त्यो च्यानल म्याच नगर कसम भनेको सो हेलो गाइज वेलकम ब्याक टु एनदर ब्लग हजुर सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै र आरामै छु होइन अनि आज चाहिँ यहाँ केटाहरूसँग भाइहरूसँग यसो आइदिएको होइन रनिङ सनिङ आइदिएको होइन फाक भएको छ यार कसम भनेको होइन अनि अहिले चाहिँ आज हामी कहाँ आएको छौँ भने यहाँ पञ्चकन्या मन्दिर भातभुङ्गे पनि भनिन्छ यसलाई होइन अनि यहाँ मैले यहाँ यताबाट भ्लग गरेपछि यता फुच्चीहरू पुरा हाँसिरहेछ होइन कहाँ भागेको यो चाहिँ हिजोको भाइ उसो भाइ होइन अनि यो जोसने भाइ यसलाई त देखेको होला मलाई त कतिचोटि देखिसक्छ अनि यतापट्टि चाहिँ हाम्रो मिसन भाइ फन्नी हो नि त फन्नी बढी नबोल हाम्रो यहाँ मिसन भाइ चाहिँ हेलो भन्दैन यता हेर न मजाले हेलो गाइस भन् न के अरे मेरो फ्यान हुनु पर्दैन क्या हेलो गाइस भन् न हेलो भरे एकदम भएर अनि उहाँ परेछ हाम्रो सुविन भाइ उसो भाइ छु यस्तो गर्दैछ है यिनीहरू चाहिँ यिनीहरूको तालहरू खुच्चाखुच्चीहरू त्यस्तै हो सो गाइस होइन अनि हिजोको भ्लग कस्तो लाग्यो कलर हालिदिनु पऱ्यो होइन त्यो बाँधेर यस्तो उफ्रेको अनि हाम्रो मिसन चाहिँ अब यसलाई किन देखाएको भन्छ होला कि यो प्राइस त मेरो भ्लगमा आउने मान्दैन क्या अलिक भनौँ न कस्तो भन्नु सेन्टी छ अलिक होइन आजकल अब के हो होइन त थाहा भएन होइन अनि यसै मेरो आफ्नै भाइ हो है त थोप्रा चाहिँ मिल्दैन तर मतलब मेरो आफ्नै हो मेरो आफ्नै खुन्के हो यता हेर्दा न एकचोटि फेरि ह्यान्सी लिक देखाइदिएन देखाइदिएन ह्यान्सी छ नि फेरि है केटी कतिवटा पटाउँछ ह्यान्सी छ पटाएको पनि के भन्छौ ए स्किप ल अनि के भन्नु यस्तो हुन्छ भ्लग अघि चाहिँ यस्तो हुन्छ भ्लग नगर्दा चाहिँ यो बोल्छु त्यो बोल्छु हुन्छ भ्लगर पछि त केही आउँदैन त्यही हो अनि हजुरहरू इन्जोय गर्नु होइन यहाँ यताउति हेर्नु सक्नुहुन्छ यस्तो छ है राम्रो छ भ्यूहरू सक्नुहुन्छ यहाँ रुखहरू यस्तो होइन राम्रो छ पिस ठाउँ छ अनि आया रिगाटो लाग्यो मलाई त है अनि हाम्रो केटाहरू छ यता आफ्नै दुनियाँमा छ वाइट टी सर्ट लाउने आफ्नै दुनियाँमा कहाँ कल्पनामा छ अर्को मोटे भाइ के गर्दैछ फेरि त्यो अर्को फेरि टल्ल बादर बसेको छ त्यहाँ बसिरहेको छ छैन लास्ट फाँक भइसकेको छु होइन पारी कस्तो गरायो है अहिले भर्खर आम्मा यो त के हो ध्यानमै गयो त नि गाइस अब हामी एकछिन वार्मअप गर्छौँ ओइ अब हामी एकछिन वार्मअप गर्छौँ अनि हजुरहरूलाई भेट्छौँ मैले ल ए भइरहेको छ सो हेलो गाइस होइन यो चाहिँ अस्ति नै हामी भातभुङ्गे गएको थियौँ त्यो भ्लगमै हालिनँ अब यसमै म बुढा सुब्बाकोमा जोड्छु भनेर हाल्नु ला अनि अहिले चाहिँ हामी यहाँ हाम्रो मिसन भाइ र म आएको छौँ अनि अरू केटाहरू चाहिँ छैन अहिले भाइहरू फुच्चा भाइहरू छैन अनि उसो भाइ छैन अनि आज सबजनालाई ह्याप्पी मदर्स डे होइन अनि हजुरहरूले आफ्नो मम्मीलाई के दिनुभयो अनि मदर्स डेमा ह्याप्पी मदर्स डे भन्नुभयो कि भएन होइन भन्नु होला भन्नुभएको छैन अनि र हजुरहरूले के दिनुभयो आफ्नो मम्मीहरूलाई के दिनुभयो होइन त्यो पनि भन्नु होला हजुरहरूले होइन त्यही हो अनि सबैजनाले त के दिनु भइसक्यो होला आफ्नो मम्मीलाई होइन त्यही हो त्यही अस्ति भातभुङ्गे गएको थियौँ त्यसमै म जोडौँ भनेको त्यहाँदेखि भ्लग गरौँ भनेको मैले उ त भयो क्या मेरो चार्ज चाहिँ ठ्याक्कै सकिहाल्यो भ्लग गर्दै एकछिन पछाडि हेरेको चार्ज चाहिँ स्विच अफ देखायो क्या पावर के भन्छ हौ ब्याट्री त्यो भनिसकेको थियो क्या अनि पावर थियो 20% भइसकेको थियो फेरि भ्लगर भन्दा फेरि अब थाहा छ नि त फोनहरूको त अब कस्तो छिटो गर्छ आइफोनहरूको त अनि मेरो घटिहाल्यो अनि 20% मात्रै भइसकेको थियो अनि त्यस पछाडि मैले भ्लग पनि गरिनँ त्यस पछाडि अनि के अन्त होइन त्यत्रो चार्ज पनि थियो अनि मैले फेरि चार्ज गर्नु पनि बिर्सेँ क्या मैले फेरि यादै गरिनँ क्या यसो चार्जहरू थियो त घरसम्म आउँदा त चार्ज थियो अनि आउँदाखेरि मैले यादै गरेँ गीत बजाएर आउँथ्यो अनि लास्टमा यस्तो भ्लग गरेर पछाडि यस्तो हेरेको त चार्जै थिएन क्या अनि त्यही भएर मैले भ्लग गर्नै पाइनँ होइन अनि हजुरहरूलाई हाम्रो ह्याप्पी न्यु इयरको हाम्रो केटाहरूसँग केटाहरूसँग मनाएको होइन कस्तो लाग्यो हजुरहरूलाई
कमेन्ट गरिदिनुहोस् त्यही भन्न चाहन्छु होइन। अनि रमाइलो भयो जेस हाम्रो केटाहरूसँग कति पछाडि म भेटेको थिएँ हाम्रो साथीसँग सञ्जय सरसँग र हाम्रो दिने साथीसँग हामी आफ्टर लङ टाइम मैले भेटिरहेको थिएँ। अब उसो भाइ र अब यहाँ मिसनले चाहिँ के गर्दैछ अनि यहाँ ओए गीता न मिसन र उसो भाइसँग त म भेटिरहेको छु नि त यसले घप घप गर्दैछ है यताबाट अनि मिसन र म उसो भाइसँग त भेटिरहेको छु नि त त्यही भएर अनि त्यस्तो हुँदैन। अनि संसारसँग र अनि दिनेश साथीसँग चाहिँ आफ्टर लङ टाइम हामीले भेटेको अनि उनीहरूसँग भ्लग गरेको। पहिला हजुरहरूलाई मेरो च्यानल थाहा छैन भने यो पहिलाको च्यानलमा पनि हजुरहरूले गएर मतलब हेरिदिन सक्नुहुन्छ। साहिल जोशी श्रेष्ठ छ त्यो च्यानल म्याच नगर भने कसम भनेको सरी होइन यहाँ ओइ त बेसी नभए पक आइसक्रिम किन्दिनँ न आइसक्रिम लिएर म गाइस होइन म केटा हो होइन मैले आइसक्रिम किनिदिन्छु भनेर चाहिँ अब किन्दिनँ क्या मैले यहाँ अहिले भर किन रिसाएको भनेर सरी फर द्याट होइन किन रिसाएको भने मिसनले तँ अहिले छ नि माग्लम लालले घप 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 गर्छ नि हो त मलाई जतिखेर पनि गर्छ क्या घरमा या अब हामी सँगै सुत्छौँ त म त सँगै भन्नाले पनि एउटा हातमा एउटा कोठामा दुईवटा बेड छ नि त अनि हामी सुत्छौँ अनि रातभरि पनि निस्किन्छ दिउँसो पनि निस्किन्छ एनी टाइम जिस्किरहेको हुन्छ क्या मसँग अनि त्यही भएर अनि अहिले पनि त्यस्तै गरिरहेको हुन्छ अनि त्यही भएर अहिले रिसाएको होइन माइन्ड नगरिदिनुहोस् होइन पक अबस गाइस यसलाई आइसक्रिम किनिदिनु अति गरेँ क्या अति गरेर म झन् आफ्नो भाइलाई किनिदिन्छु भनेर होइन पैसा सेभिङ गरेर आफ्नो भाइलाई म के किनिदिन्छु होइन तर गाइस होइन आफ्नो भाइलाई कसरी किनिदिन्छ भनेर तर मैले चाहिँ किनिदिन्छु क्या तर यसले चाहिँ मलाई उयो गर्दो रहेछ क्या होइन त धेरै जिस्किन्छ क्या भ्लग गर्दाखेरि कहिले पनि के अरे नजिस्कि मसँग भन्छ जहिले जिस्किन्छ क्या मालम लाल्दै गफ गफ गर्छ नि त्यस्तै गर्छ क्या एनी टाइम पो त यसको एनी टाइम गर्छ यसले मलाई नगरेको कुनै दिन पनि छैन। अनि म के पो कुरा गर्छु मैले बिर्सेँ होइन अनि मैले याद आयो के कुरा गर्दैछ भने चाहिँ त्यही हो। अनि हामी केटाहरूसँग त धेरै आफ्टर लङ टाइम भेटेको त्यतिखेर भेटेँ मैले भनिसकेँ पनि होइन अनि अरू केटाहरूसँग पनि भेटेको छैन जस्तै कि हाम्रो यहाँ सक्षम साथी छ उसँग पनि भेटेको छैन। पहिला नि हाम्रो भ्लग हेर्नु त मैले भने नि मेरो साई जोशी श्रेष्ठ हो त्यसमा जानुहोस् र हाम्रो पहिलाको त भोला लबरको भन्दा हाम्रो त्यो पनि हेर्नु सक्नुहुन्छ त्यो दिने साथी नि हो होइन। अनि अर्को सन्सर पनि हुन्छ भ्लगमा हामीले कतै कतै मनाएको कता घुम्न गएको साकेला गएको त्यो त्यता पनि छ है त्यो भ्लगमा छ त्यो मतलब भ्लग भने त्यो युट्युब च्यानलमा छ हजुरहरूले हेर्न सक्नुहुन्छ चेकआउट गर्नु सक्नुहुन्छ है त्यही भएर अनि यो चाहिँ मेरो नयाँ आइडी हो जस्तै सेकेन्ड च्यानल जस्तै भनौँ न अब यो च्यानललाई अलिक ग्रो अप गर्ने अलिक माथिसम्म पुऱ्याउँछु भनेर सोचेको छु होइन भ्लग चाहिँ अब हाल्छु भनिरहेको छु होइन जस्तो अब राम्रो होस् या नहोस् होइन अब हजुरहरूले मलाई सपोर्ट गर्नुभयो भने होइन अलिक माथि त होइन अब हल्का सल्का धेरै माथि त पुग्दिनँ होला होइन धेरै सब्सक्राइबर ओइ के हेर्दैछस् हौ धेरै म माथि त नपुग्ला धेरै अब होइन त्यो अरू जस्तै हुन्छ नि अब सेलिब्रेटी नबन्ला जति पुग्छु होइन त्यति नै हो। हजुरहरूले मलाई चिन्नुहोस् होइन हजुरहरूले अब हुन्छ नि मेरो भिडियोलाई हेरेर हल्का अब भनौँ न कस्तो भन्छौ भन्ने होइन अलिक हाँस उठोस् होइन यसको भ्लग हेर्दा पनि अलिक हाँस उठ्दो रहेछ मजा आउँदो रहेछ भन्नुहोस् क्या त्यो अल्छी लाग्ने चाहिँ नहोस् क्या अब आफूले सक्दो मैले हुन्छ नि आफूले सक्दो भर्सक अब म भ्लग चाहिँ राम्रै गर्छु भनेर सोचिरहेको छु गर्छु पनि है अब नगर्ने पनि होइन गर्छु भनेर सोचिरहेको छु क्या म धेरै राम्रो बनाउँछु कोसिस गर्दैछु अलिक कमेडी भ्लग पनि ल्याउने ट्राई अब गर्छु पनि होइन नगर्ने होइन अब एउटा यस्तै मेरो यो बोलेकै मात्रै यताउति हेरेर त बोरिङ लागिहाल्छ जसलाई पनि होइन अनि त्यही भएर चाहिँ अनि अहिले चाहिँ यस्तो किन भनेको भन्दा चाहिँ अब यसो भ्लग राम्रो गर्छु भनेर चाहिँ हालेको अब झन् कस्तो हल्लिँदो रहेछ यहाँ हेर्नु न कहाँ पो हल्लिएको त हौ कहाँ हालेको थियो यो हल्लिँदो रहेछ क्या यसरी त साइकको भएर साथै गयो झन्नै अनि त्यही हो। अनि अहिले चाहिँ भनेको अब होइन त्यही भन्छु हजुरहरूले माया देखाइदिनु पऱ्यो सपोर्ट गरिदिनु पऱ्यो मलाई पनि होइन आज अब सबैजना त जो पनि सुरुमा त होइन सानोदेखि सब्सक्राइबरदेखि नै अलिक माथि पुग्ने हो नि त एकैचोटि त कोही पनि माथि पुग्दैन होइन कोही त पुग्छ कोहीको लक हुन्छ लक अनुसार पुग्ने हो होइन सबैजना पुग्छ भन्ने पनि छैन कोही 1 वर्षमा 2 वर्ष कोही त 4-5 वर्षदेखि मात्रै नै स्ट्रगल गरिन्छ पुगिन्छ माथि होइन अब त्यही त हो आयो होइन म जबसम्म भ्लग गर्छु जबसम्म म नेपालमा बस्छु होइन तबसम्म म भ्लग गर्ने पनि छु होइन यदि तबसम्म अलिक म माथि भयो भने अलिक माथि मान्छेहरूले चिनेर यताउति होइन मेरो भ्लग मन पराउनु भयो भने चाहिँ म भ्लग गर्न ट्राई गर्नेछु होइन सक्दो ट्राई गर्छु आफूले जस्तो छु के
अब भएन भने त अब भाग्यमा नि छैन भन्ने त्यही सोच्नुपर्छ होइन। भरसक आई विल नेभर गिभ अप, आई विल ट्राई, त्यही गर्नेछु। यसो गाइस होइन अब यति नै भनिदियो। अब कति बज्यो ओइ भाइ, कति बज्यो? कति यहाँ घडी हेर्नु पऱ्यो। ठ्याक्कै 6:09 भइसकेछ। हात दुख्छ यार। 6:09 भइसक्यो। अब यहाँदेखि अब हामी जान्छौँ भाइ आइसक्रिम किनिदिनु अरे। रनिङ आएको त मतलबै हुँदैन क्या, यस्तो हुन्छ भाइहरूसँग आयो भने। त्यही हो गाइस, अब हामी एकछिनमै हजुरहरूलाई भेट्नेछौँ। अनि मैले त्यही भाषा भुङ्गेको ब्लगसँग जोडेको है त ल एभ्री वान। अनि वन्स अगेन ह्याप्पी मदर्स डे होइन, त्यही भन्न चाहन्छु। कमेन्ट हान्नुहोस्। म एकछिनमा फेरि म आउनेछु ब्लगमा है त। बाई बाई गाइस। सोलो गाइस होइन, फाइनली अहिले चाहिँ हामी यता पढि आएको छौँ। म यहाँ पृथ्वी चोकको एक्सर्साइज गर्ने ठाउँमा होइन। त्यही भन्न चाहन्छु होइन। ल मिसनले हामी गर्न। ए त के गर्छस् हौ, गर्न यहाँ भएर चाहिँ फुच्चा फुच्चेर टिकटक बनाउँदैछ होइन। त्यही गाइस अनि धेरै बनाउन सकिनँ होइन। होप यु गाइस माई इन्जोय माई ब्लग। त्यही हो, सब्सक्राइब गरिदिनुहोस्, हजुरहरूले माया देखाइदिनुहोस्, त्यही भन्न चाहन्छु। एन्ड डु नट फर्गेट टु लाइक सेयर सब्सक्राइब। पुरानो छ भने कमेन्ट र अरू साथीहरूलाई सेयर गरिदिनुहोस्, त्यही भन्न चाहन्छु। अनि आजको लागि यति नै। अलिक भोलि अलिक राम्रो आउनेछ, पर्सि अलिक राम्रो आउनेछ। ल आजको लागि यस्तै।